नमस्कार। म स्पर्श खनाल क्लास 2 को बाबा। मेरो छोरो यहाँ करिब 2 वर्षदेखि पढ्दैछ। यो स्कुलमा ल्याएपछि अ, मेरो छोरामा चाहिँ धेरै कुराहरू, जस्तै मैले मेरो घर परिवारले जे सोचेको थियो, जे चाहेको थियो, त्यो कुराहरू चाहिँ यो स्कुलबाट पाएको छ। र पहिलो कुरा चाहिँ यो स्कुलको सबैभन्दा राम्रो पक्ष के छ भने यहाँको शिक्षामा संस्कृति शिक्षा। जस्तै अब हामीले हाम्रा बुवा बाजेहरूले संस्कृत पढ्नु भएको थियो, हामीले पनि स्कुल लेभलमा संस्कृत पढ्न पाएका थियौँ। अब हालको शिक्षा प्रणालीमा लगभग अन्य कतिपय स्कुलहरू, सरकारी स्कुलमा चाहिँ संस्कृति शिक्षाहरू बन्द भएको अवस्था छ। तर यो ज्ञान संस्कार स्कुलले संस्कृति पनि पढ्नुपर्छ, संस्कृति ज्ञान हुनुपर्छ भनेर यहाँका विद्यार्थीहरूलाई जो पढाउने व्यवस्था गरेको छ, कोर्समा राखिएको छ। यसले बच्चाहरूमा चाहिँ आफ्नो माटो, आफ्नो जननी, आफ्नो संस्कृति, आफ्नो चाहिँ पूर्वज यावत यो चाहिँ मानवको बारेमा चाहिँ, संस्कृतिको बारेमा चाहिँ यिनीहरूले गहिरो अध्ययन गर्दो रहेछ। अब अहिले चाहिँ अब त्यो चाहिँ अब बिस्तारै क्लास अनुसार अझै पढ्दै जाने होला। अब 2 क्लासको विद्यार्थीले बिहान उठ्नासाथ मन्त्र जप्ने, बेलुका सुत्ने बेला मन्त्र जप्ने, खाना खाने बेलामा यसो भन्नुपर्छ भन्ने, अब आएका मान्छेहरूलाई अभिवादन, मुस्कान, बोली, धेरै कुराहरू चाहिँ यहाँबाट सिकाइएको रहेछ। त्यो कुरो यहाँको चाहिँ बडा मलाई राम्रो लाग्यो। त्यो कुनै यो अब यसलाई चाहिँ हामीले केमा चाहिँ मापन गर्ने नै छैन। ज्यादै चाहिँ यो चाहिँ गहिरो शिक्षा छ संस्कृतिको यो। र अर्को कुरो अहिलेको विश्वको चाहिँ यहाँको अर्को राम्रो पक्ष चाहिँ मलाई के लागेको छ यो स्कुलको शिक्षामा भने चाइनिज शिक्षा पनि कोर्समा राखिएको रहेछ। अब चाइनाको बारेमा त अब के कुरा गर्नु, विश्वको अब ठुलो अर्थतन्त्र भएको देश। अब हामी चाइनामा जाँदाखेरि म पनि करिब 2 महिना अगाडि गएको थिएँ। त्यहाँ धेरै ठुलो व्यापार वर्ल्ड वाइड छ र जहाँ गए पनि चाइनिजै बोल्नुपर्ने अवस्था छ। अब इङ्ग्लिस एकदम सामान्य कोहीले मात्रै बोलिदिन्छ र जहाँ गए पनि चाइनिज। अनि अब यहाँ यो चाइनिज शिक्षाले तपाईँको चाइनामा जाँदाखेरि होस् अथवा अरू कुनै व्यापार गर्दाखेरि होस्, उनीहरूसँग साथ जोडिएको देश छ, ठुलो अर्थतन्त्र भएको देश छ। र उनीहरूको आगमन र हामी जसरी खुल्ला सिमाना भारतमा चाहिँ व्यापारको लागि अथवा हरेकको लागि त्यहाँ जान्छौँ, त्यस्तै त्यहाँ पनि भविष्यमा चाहिँ धेरै ढोकाहरू खुल्दैछ। र चाइनिज भाषा यहाँ राखेको र बुढाहरूले चाइनिज शिक्षा यहाँ चाहिँ सिकेको बहुत चाहिँ धेरै राम्रो छ। यो शिक्षा प्रणाली जो यहाँ राखियो बहुत राम्रो छ। त्यसले गर्दाखेरि मैले एकदम प्राउड गरेको छु, एकदम राम्रो मानेको छु।